छ ड्युटी जाँदै गरेको अवस्था हो हैन। अब ड्युटी चाहिँ जानुपर्छ। हिजोको छुट्टी सकिसकेको अवस्था, आज फेरि ड्युटी जानलाई हिँडेको अवस्था हो हैन। जस्तो लागेर के त भन्दाखेरि ड्युटी जानै पर्छ, काम गर्नै पर्छ। फेरि के त भन्दाखेरि फेरि काम चाहिँ गर्नै पर्छ हैन। खासमा कुरो चाहिँ त्यहाँ छ। अब चाहिँ हल्का गर्मी हुन आँट्यो हैन, किनकि जाडोको सिजन अब चाहिँ लगभग सकिसक्यो भनौँ हैन। त्यस पछाडि चाहिँ गर्मीमा चाहिँ अलिक गाह्रो हुन्छ। बिस्तारै बिस्तारै गर्मीको फिल हुँदैछ हैन। गर्मी लाग्यो भने चाहिँ अलिक गाह्रो हुन्छ हैन, किनकि यहाँ अति नै गर्मी हुन्छ। त्यही भएर चाहिँ गर्मीमा चाहिँ यसरी हिँड्नु चाहिँ सकिँदैन। आजभोलि चाहिँ ठिक छ, आजभोलि चाहिँ मौसम ठिक छ हैन, हल्का चिसो चिसो पनि छ। टक्क 2 बजे आउने, 5 बजे जाने, 8 बजे आउने, 12 बजे जाने हैन, यस्तै छ। सो त्यही हो, आजभोलि चाहिँ हल्का काम धेरै नभएको अवस्था होइन, हल्का रेस्ट आएको जस्तो जस्तो फिल हुँदैछ। छास चलाएर म चाहिँ ड्युटीबाट चाहिँ फर्केको अवस्था होइन। बिहान जाँदै गरेको अवस्था, अहिले चाहिँ फर्किँदै गरेको अवस्था हो। अब चाहिँ 3 घन्टाको ब्रेक छ होइन। त्यस पछाडि फेरि 8 बजेदेखि 12 बजेको ड्युटी छ होइन।